गुड मर्निङ शिवा। आज हामी फेरि शिवपुरीको जङ्गलतिर आएको छौँ। 13जनाको ग्रुप हाइकिङ हिँड्न। पछाडि बसिसकेको छ अघि नै। पछाडि उसको स्थान हो क्या आन्टी। आज आन्टी पनि पछाडि पायो। आयो आजको हाइकिङ सुरु भयो नि त। सुरु भयो। छाता उडेर आज माइजी पनि आउनु भएको छ। आज हाम्रो दिदी। आज धेरै ठुलो जम्बो टिम छ। थुप्रो मान्छे पनि हिँड्दैछन् अगाडि। पानी परेर 13जना अरे। आज कहाँसम्म हिँडेको अरे? कोही भन्छ बागडोर, कोही भन्छ विष्णुद्वार। अब हामीले त जहाँ जहाँ लग्यो त्यतै जाने हो। विष्णुद्वार भनेर आएको हामी सबैजना। यहाँ फेरि बागडोरको कुरो भएको छ। अब हेरौँ कहाँसम्म पुगिन्छ होइन। आधा र जम्बु टोली छ क्या। हामी पनि 13जना हो। ऊ यता पनि हुँदैछ, हाम्रो पुर्खाहरू पनि हुनुहुँदो रहेछ। अब यहाँ चाहिँ सबै बाटो छुट्टिने ठाउँ हो। हामी कता जान्छ अब? यता जाने भनेको हामीले, उहाँहरू उता जाने भन्नुहुन्छ। अब जाम आज ठुलो ग्रुप भएपछि यस्तै हुन्छ। यहाँ चाहिँ बाटो छुट्टिने ठाउँ हो। यता जाएको बागडोर हामी यता जाने भनेको, तर उहाँहरू चाहिँ यता जाने भन्नुभयो। अब यतै जान्छ। दिदी त छोडै हिँड्नुभयो र हामीलाई। हाम्रो ग्रुपहरू चाहिँ यहाँ हुँदैछ। माइजी आउनुहुन्छ। खोइ सीता फेरि कता गयो? ए आउँदो रहेछ तर। झ्याउकिरीमा कराउनु थालो। आधा कलेजको स्टुडेन्टहरू पनि लिएको छ पुरै कलेजबाट। रमाइलो भइसक्यो बाटो यस्तो छ। झ्याउकिरीहरू कराएको छ। हाम्रो ग्रुपहरू पनि त्यहीँ हुनुहुन्छ। जम्बु टोली छ आज। अब जाँदैछौँ। आज कहाँसम्म पुगिन्छ त्यहीँसम्म अलिअलि भिडियोहरू बनाउँदै हिँड्दैछु। ठुलो भिडले त छोडिसक्यो हामीलाई। हाम्रो हिँड्नु भएर छिटो आऊ है लु। भिड त सकेर यति भइसक्यो। भिड छैन यस्तो भइसक्यो। तेर्सो बाटोमा पनि आजको खाजा होइन। हाम्रो भान्सेर रोटीबाट आइसक्यो। सबैजना खाजा खानुमा रेडी। अब अहिले सुन्नु सबैजना खाजा खानुहुँदैछ। अलिकति मात्रै एक पनि खाँदिनँ भयो। अर्को खाजा पनि थपियो। आज हिँडेको आज ठ्याक्क हाम्रो टोलको ग्रुप मात्रै भयो नि। आन्टी बहिनी दिदी हेलो हेलो हाई। पछाडि आउँदैछन् अरू चाहिँ। आज 13जनाको ग्रुप हिँडेको हामी। हाम्रो ग्रुपले सबैले छोडेर गयो। अहिले त कोही पनि छैन। रित्तै बाटो। हामी खाजा बुजातिर लाग्यौँ नि त। हामी ठुलै ग्रुप हो 13जना भनेको। अहिले चाहिँ हामी खाजा खाएको भएर अर्को छोडेर गयो हामीलाई। यस्तो घाम लागेको छ। पर्खियो पछि बसिहाल्छ। पर्खियो फेरि एक पाइला पछि बसिहाल्छ। गाह्रो छ हौ। हिँड्नु पनि मनपर्छ। आयो होइन दिदी? उता 2जना हिँड्नुहुँदैछ। यता 2जना। यहाँ उयो माछा यस्तै घुमेको भरिन्छ। उयो माथिसम्म चाहिँ यस्तै भरे। अहिले चाहिँ हामी नाइ गुम्बा पुग्न आँट्यौँ हो। त्यहाँदेखि फेरि कता कता
फुल फुलेको रहेछ मजाले ढकमक्क सबैजना फोटो खिच्नु हुँदैछ ऊ माथि छ अब फोटो भयो सबैजना आइ गुम्बामा थाकेर होइन आइपुग्यो बिसाको हामी चाहिँ यहाँ चाहिँ सानो बाटो छ नाइ गुम्बाबाट चाहिँ बागडोर जाने बाटो अहिलेको भिड कता कता गयो सबै हरायो हाम्रो ग्रुप चाहिँ यता जाँदैछन् हिँड्नु नसक्ने टोलीहरू तलाउँदैछन् अनि हिँड्नु सक्दैन त के गर्नु साथीभाइ पर्खिँदैन माथि पुग्नु भएछ एकजना चाहिँ देखिनै भएन राईहरूको बिहामा सिलक गाउँछ नि त्यस्तै हो सिलक गाउँदै बुढो मान्छे पुग्छ बुढो मान्छे सिलो गाउँदै अरू तिनजनालाई पछाडि पर्खिने एकछिन भनेको यहाँ सिलो गाउनु हुँदैछ माथि गएर राईको त सिलोक लगाइ हुँदैन बिहामा बस्नु बस्नु एकछिन तपाईँ भएकोमा पाएको त पर्खिनु पर्छ एकछिन लिम्चिम्बुङ बस्न आउँदो रहेछ एकदम हरार सीता कता गयो बिचमा हिँड्दै फेरि तलै पुगेछ अब होटेलको मोमो र चाउमिनको याद आयो ओरालीमा पछि पछि खाने ब्रेक हाम्रो खाजा खाने ब्रेक काट्नुहुन्छ आन्टीले अब कोही सेउ काट्नु हुँदैछ कोही पानी खानु हुँदैछ यहाँ चाहिँ जीवन जल बनाउँदै खाजा खानु खाजा आन्टीले सेउ खानु हुँदैछ खाजा खाएर उकालो लाग्यो अब खाजा खाँदा चाहिँ अगाडि हिँडिरहेछ आज सबैभन्दा पछाडि हिँड्ने मान्छे अगाडि हिँड्दैछ अब 1 घन्टा उकालो लाग्दैन ओह्रालो हुन्छ कि कता हुन्छ यो त कटुस भन्दा नि अहिले धरि हालेको लाग्यो अब चाहिँ हामी त्यसो त्यसो उताबाट झर्ने हो खाजा खाएर सबै इनर्जी आएछ उता उता आउँदैछ पर जङ्गलदेखि खाजा खाएर चाहिँ अब हामी घाम पनि लाग्यो बाटो चाहिँ राम्रै छ जुका अलि लाग्दो रहेछ रमाइलो भएको छ यता थुप्रो पाउँदो रहेछ के अरे वनमा पाउने सुँगुर सबै खोदालेर आलु आलाइछ खोदालेको वन सुँगुरले कति धेरै खोदालेको सुँगुरले हेर्नु त वनकोले क्या सबै कति धेरै हुन्छ कता जाँदो रहेछ खोदाल्दै हिँड्दो रहेछ कता कता छिटो आउनु आउनु आउँदैछौँ कोही यता हिँड्दैछौँ अब त्यसो बाटो छ सबैजना ग्रुपमा हिँड्दैछौँ हामी चाहिँ पानी पर्छ भनेर चाहिँ डर छ त्यही भएर अब चाहिँ छिटो ततिर फर्किने जङ्गल छ यस्तो छ हुसु लागेको ल हो र पुरा हुसु लागेको छ राति पर्छ सकिँदैन भनिसक्यो त भाइले अर्को 2 घन्टा पुगिँदैन होला भरेको बेला पनि झर्नु पर्यो होइन झर्दा कम्ती कुरा दुख्छ हुसु लागेको छ भन्छ उकालो लागेपछि फेरि पछाडि उकालो सक्यो अब त्यसो यति नै हो उकालो अब त्यसो जाने अनि सक्यो
कञ्चन रहेछ नि त यो काठ त अहिले होइन अब शिवपुरी पुग्नु नै 1 घण्टा 30 मिनटमा हामी पुगिँदैन 45 मिनेट 45 मिनट पनि हामीलाई 1 घण्टा धेरै लाग्छ अनि त्यही भएर आज चाहिँ कतै गर्ने भयो त पानी अँधेरो भइसक्यो होइन अँधेरै भयो हाम्रो ग्याङ चाहिँ यस्तो छ हामी चाहिँ अब शिवपुरी टुप्पो होइन बागद्वारसम्म चाहिँ जाने 1 घण्टा त्यहाँ पुग्नु हामीलाई हिँड्नुपर्छ सुई सुई यस्तो छ पानी पनि आउला जस्तो भयो नानीहरूले भनेको त्यतिकै त होइन रहेछ नि त के भनेको थियो 4 घण्टामा पुग्दैन तपाईहरु देउराली डाँडा उसुरको हिरोले भन्दै हामी चाहिँ उसभित्र हिँडिरहेको उसुभित्र हिँडिरहेको छौँ हामी चाहिँ आज कुहिरोभित्र छौँ हुसु लागेर यस्तो भएको सबै हुसु कस्तो लागेछ अब बागदरसम्म पुगेर फर्किने कुरो भयो हुसु लागेर धेरै हामी चाहिँ आज टुप्पो पुग्नु सक्नु भयो त्यहाँ पुगेर भेटौँ भयो त ए कस्तो यस्तो छ नि ओह्रालो गएर कति अँधेरो भएको है त्यही त अँधेरो भइसक्यो फर्किने कोही माने छैन आज के होला यस्तो हिँडेको छ ए सीता आज पस्पो भएछ त भन ए भाङ्गा सिस्टम कति धेरै रहेछ त्यो कृष्णहरू बाटोभरि छ ओह्राले बाटोहरू उकालो ओह्रालो लाग्यो बाटो जान्छ 1 घन्टा जाँदा क्या भन्दैछ हो यतातिर कति जाँदा कौ बागदर पुग्न थियो त्यसमा मात्रै जाने कुरा गर्छ बागदरतिर गएर हामी भेट्नुपर्छ त्यो बागदर आइपुग्यो फाइनली हामी चाहिँ पानी पनि पऱ्यो पानीले हामीलाई स्वागत गर्यो आज बागदर यस्तो रहेछ बाटोको मुखमा पानी हामी धारा छ अरे हामी चाहिँ त्यहाँ जाँदैछौँ ए बागमतीको मुहान होइन पवित्र छ स्थल यता पनि गुफा रहेछ गुफा रहेछ गुफा रहेछ ल आइपुग्यो यहाँ रहेछ बागद्वार आइपुग्यो नानी बागद्वार आइपुग्यो कहाँ जान गुफा रहेछ आज बागद्वारसम्मको भिडियो चाहिँ यहीँ हुन्छ हाम्रो ए के रहेछ यहाँनिर दान पेटी काम रहेछ बाटो मस्त रहेछ यस्तो तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला हेर्नु हुँदैन यसो सानो सानो भिडियोहरू चाहिँ म अपलोड गरेर हामी चाहिँ आइपुग्यौँ हिँड्नु आजको भिडियो चाहिँ यहीँ बागदर पानी गुटी सबजना पानी थाप्न बिजी हुनुहुन्छ पानी थाप्नुमा बिजी सबैजना यहाँ बोतल बोकेर आउनु पर्ने रहेछ बोतल बोकेर आउनु पर्ने रहेछ बागदर आएर